हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ म कति दिन बादमा मिनी भ्लग बनाउँदैछु। अनि मलाई चाहिँ कहीँ जानु पऱ्यो भने चाहिँ यस्तो बेसी टाइम लाग्छ साथीहरू रेडी हुनुमा चाहिँ। मेरो साथीलाई त थाहा नै छ म कति टाइम लिन्छु भनेर। अन्त आज पनि मैले सोचेँ यस्तो बिहानीको भिडियो क्याप्चर गर्छु भनेर साथीहरू यस्तो बेसी ढिलो भयो कि। अनि ड्राइभरले पुरा बोलाउनु भयो नि त माथिबाट। अनि सिधै म चाहिँ यहाँनिर जाँदै गरेको भिडियोमा चाहिँ क्याप्चर गर्दैछु। अन्त अहिले चाहिँ बिहानको 8:30 हुँदैछ गाइसहरू, हेर्न सक्नुहुन्छ मर्निङको भ्यू चाहिँ यस्तो छ। अनि आज चाहिँ हामी कहाँ गएको भन्दा चाहिँ आज चाहिँ आमा र म चाहिँ जाँदैछ कालिम्पोङ आमाको सुगर टेस्ट गर्नको लागि। अन्त साथीहरू म चाहिँ यहाँनिर बेलुका घरमा आएर चाहिँ भोइस ओभर गर्दैछु। अन्त मेरो चाहिँ घाँटी दुखिरहेको छ नि त अहिले चाहिँ। अन्त चाहिँ कस्तो कस्तो सुन्दै होला गाइसहरू, इग्नोर गरिदिनुहोस् होला होइन। अन्त अहिले भने चाहिँ हामी कालिम्पोङ पनि आइपुगेको छ। यो चाहिँ कालिम्पोङको स्ट्यान्ड हो। अन्त अब चाहिँ हामी जाँदैछ हस्पिटल गाइसहरू। अन्त हाम्रो आमाले चाहिँ 3 महिनामा आउनुहुन्छ नि त सुगर टेस्ट गर्नुको लागि। अन्त साथीहरू अघिसम्म चाहिँ कस्तो शीतल भएर थियो, अहिले चाहिँ हामीलाई बिस्तारै बिस्तारै गरम हुँदैछ गाइसहरू। अहिले चाहिँ वेदर पनि घाम लागिरहेको छ यहाँ चाहिँ होइन, गरम गरम हुँदैछ। अनि हाम्रो आमाले चाहिँ यहाँ नन्दनमा देखाउनुहुन्छ नि त, सुगर चाहिँ यहाँनिर टेस्ट गर्नुहुन्छ जहिले पनि। अन्त 3 महिना बादमा चाहिँ आज आउनुभएको आमा चाहिँ गाइसहरू। अन्त अहिले चाहिँ हामी हस्पिटल पनि पुगिसक्यो गाइसहरू। अन्त हस्पिटल आएको थियो। अन्त आज चाहिँ डक्टर 2 बजी मात्रै आउनुहुन्छ अरे। सधैँ चाहिँ 10 बजी आउनुहुन्थ्यो। अन्त हामीलाई चाहिँ थाहै भएन गाइसहरू। अन्त चाहिँ आज चाहिँ 2 बजी आउनुहुन्छ अरे। अन्त त्यही भएर 2 बजीसम्म के गरिबस्नु भनेर आमा र म चाहिँ एकछिन बजार गयो हाटघरपट्टि। अन्त यहाँ चाहिँ आमाले चाहिँ केही नखाइ आउनुभएको थियो। बिहान मैले चाहिँ खाइरहेको थिएँ गाइसहरू। अनि यहाँ चाहिँ आमाले थुक्पा खानुहुन्छ अरे। आमा चाहिँ यहाँनिर थुक्पा खानुहुँदैछ अनि मैले चाहिँ मोमो खाँदैछु गाइसहरू, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अब 2 बजीसम्म बस्नुपर्ने, हामी के गरिबस्नुपर्ने होला गाइस भनेर चाहिँ। अन्त हामी चाहिँ अहिले चाहिँ आएको छ यहाँनिर हाट बजारमा गाइसहरू, हेर्नु सक्नुहुन्छ। यहाँनिर हाट बजारमा आमा र म चाहिँ अब टाइम पास त गर्नु पऱ्यो नि त 2 बजीसम्म त गाइसहरू, कहाँ जानु होइन जानु पनि। अन्त त्यही भनेर चाहिँ हामी चाहिँ यहाँनिर घुम्न आउँदैछ। यहाँ चाहिँ आमाले किनिमाहरू हेर्नुहुँदैछ, हेर्नु सक्नुहुन्छ गाइसहरू। अन्त यहाँ चाहिँ हामीले अब चाहिँ फम्बी खानु आँटेको, फम्बी र अचार पिरो एकदम दामी मिठो थियो गाइसहरू। कालिम्पोङ आएर फम्बी नखाइ गयो भने त गाइस के कस्तो लाग्छ नि अब के गरेन गर्ने जस्तो। अन्त यहाँ भने चाहिँ हामी यहाँनिर यस्तो गरम भयो गाइसहरू, एकछिन घुमिरहेको छ हाटघरमै। यस्तो बेसी गरम भइसक्यो गाइसहरू, हामीलाई चाहिँ प्याक प्याक गरमले चाहिँ होइन हालत पत्ला भइसकेको छ हाम्रो चाहिँ अहिले। अन्त अहिले भने चाहिँ हामी हाटघर घुमिसकेर पनि हस्पिटलमा आएको छ 1 बजी। अहिले चाहिँ 1:30 भइरहेको छ। अन्त गाइसहरू हामी चाहिँ अहिलेदेखिको पर्खिकन डक्टरलाई एकछिनमा आउँछ 2 बजी आउँछ भनेर चाहिँ अहिले चाहिँ 3 बजिसक्यो गाइसहरू। अनि यहाँ चाहिँ फुटबल हुँदो रहेछ। म चाहिँ यहाँ बाहिर आएर चाहिँ फुटबल हेर्दैछ, आमाहरू चाहिँ भित्र बसिरहनु भएको छ नि त गाइसहरू। अन्त अहिले चाहिँ 3 बज्यो गाइसहरू। अन्त हेर्नुहोस् न यस्तो दामी भएर छ वेदर पनि, पानी आउँदैछ एकदम शीतल भएर छ, अहिले चाहिँ दामी भएर छ गाइसहरू। अन्त अहिले भने चाहिँ डक्टर पनि आउनुभयो। अन्त आमाको सबै चेकअपहरू सकिसकेर पनि यहाँ चाहिँ हामी दबाई किनेर अब चाहिँ फर्किनु आँटेको गाइसहरू, हेर्न सक्नुहुन्छ। अन्त अहिले चाहिँ 4 बज्नु आँटेको छ। अन्त यहाँ चाहिँ मेरो साथीहरू पनि आएको थियो नि त कालिम्पोङ। अनि उनीहरूले पनि गाडी पाएको छैन चाहिँ यहाँ पर्खिरहेको रहेछ। अन्त साथी अब हामी चाहिँ सँगै जाने त, यहाँनिर आजी पनि हुनुहुन्थ्यो। अन्त अब हामी चाहिँ यहाँनिर गाडी पर्खिरहेको छ गाइसहरू। अन्त यहाँ चाहिँ केरा खानुहुँदैछ आमाले चाहिँ, खाना खान टाइमै पाइन भनेर चाहिँ। अन्त अब हामी चाहिँ गाडी बल्ल बल्ल पाएर चाहिँ अब हामी चाहिँ गएको घर। साथीहरू हेर्न सक्नुहुन्छ अहिले यस्तो टाउको दुखिरहेको थियो गाइसहरू मेरो चाहिँ, यस्तो घाममा बेसी हिँडेकोले आज चाहिँ। अनि बल्ल बल्ल गाडी पनि पाएँ। अब हामी चाहिँ घर जाँदैछ। अन्त हामी अहिले चाहिँ घर लाभा पनि आइपुग्यो, घर पनि आइपुग्यो। जस्तो घर आइपुग्यो त्यस्तै दादाले माथि टोटो लिएर आउनुभएको रहेछ नि, दादाले यहाँ आउनु भन्नुभयो नि त। अनि दादाले चाहिँ पुऱ्याइदिन्छु भन्नुभयो हामीलाई। अन्त अब हामी चाहिँ टोटोमा चढेर घरतिर लाग्दिएको साथीहरू। घर पनि आइपुग्यो, अहिले चाहिँ 5:30 भइसकेको छ 5:30 गाइसहरू। मेरो मुख चाहिँ कस्तो भएछ घाँटीहरू दुखेर गाइसहरू होइन। अन्त अहिले चाहिँ पानी आउँदो रहेछ, सिम हल्का पानी। अन्त हेर्न सक्नुहुन्छ गाइसहरू। अब चाहिँ हामी घर पनि आइपुग्यो बल्ल बल्ल। साथीहरू मलाई चाहिँ मिनी भ्लग बनाउनु चाहिँ भोइस ओभर गर्नु चाहिँ यस्तो बेसी गाह्रो लाग्छ झिजो। सो मेरो भिडियो चाहिँ यहीँसम्म थियो। बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ।